हेलो गाइस, वेलकम टु ब्याक माई युट्युब च्यानल होइन भ्लग विथ माई ल। सो आज पनि तपाईँहरूको सामु आइसकेको छु। अनि सो आज चाहिँ राम्रो पनि देखाएको छु होला होइन, दारी सारी काटेको छु। सो अनि हामी चाहिँ बिहे खाना हिँडेको पर भाइको होइन। अनि यहाँ ग्यारेजमा झरेको थिएँ। सो तेल सेल मतलब हुन्छ नि यो मोबिल सोबिल चेनतिर हालेर सो गरेर जानु पऱ्यो भनेर। सो अनि यता मामा बसिरहनु भएको छ होइन, उता सानी छ, उता सानी आए। अनि अब हामी बिस्तारै लाग्छौँ। सो दाइहरू आउनु हुँदैछ, पर्खिरहेछौँ, त्यस पछाडि लाग्छौँ है त। हामी चाहिँ लागिसक्यौँ होइन, यहाँदेखि बिहे खानु भनेर भाइको कात्तिके। सो अनि अहिले चाहिँ हामी हिँड्दैछौँ बाटोमा। पछाडि दाइ मामाहरू आउनु हुँदैछ, बुवाहरू। टुवाला सुन्तला चाहिँ ल्याइदियो भाइले। सुन्तला चाहिँ घर पुग्छ, दामी छ। यहाँ चाहिँ त्यो घरको सुन्तलाहरू चाहिँ अब 25सम्म राखेर क्या होइन, अनि महँगो दाममा बेच्छ क्या बुढोले। अहिले सावा चल्यो भने होइन, 100 चल्यो भने चाहिँ लास्टै डराउँछ क्या बुढो, सुन्तला झर्छ भनेर क्या। पछि लिन पाउँछ नि त, अलिक महँगो दाममा बेच्न पाउँछ। सो त्यही भएर पोखिएर हाम्रो गाउँको बाटोहरू हेर्न सक्नुहुन्छ। ढुङ्गा खानीहरू हो होइन, घर बनाउनु पर्यो, लानु पऱ्यो भने यतैबाट ढुङ्गाहरू लिएर जानुपर्छ। मैले यहाँ एउटा खानेपानीको पाइप, एक पाइप दिनु भनेर मागेको, दिएर नि बुढाले। कहाँ धाराको संरक्षण गर्नुपर्छ यार। मैले यहाँबाट लानु खोजेको क्या पानी घरमा। ए दिएन नि, त्यो दिएन नि, कहाँ देखिरहेको त्यो हाम्रै बुढाको हो क्या। यहाँनिर धारा राम्रो बनाउँदा चाहिँ हुने हो। धाराहरू संरक्षण गर्नुपर्छ क्या, छैन खानेपानीको स्रोत त्यस्तो राम्रो छैन नि त, सिमपानीमा गाई छ होइन। त्यो भएर धाराहरूको चाहिँ संरक्षण गर्नुपर्छ। बन्न त बनेको छन् होइन, अझै प्रकृतिले दिएको देनलाई संरक्षण गर्नु पऱ्यो नि गाइज होइन। हाम्रो जननेताहरूको ध्यान त्यतातिर जाओस्, जनप्रतिनिधिहरूको, हाम्रो लिडरहरूको। हेर पहिले क्या गणेश मामालाई लिन आएको थिएँ होइन, पुऱ्याउन आएको थिएँ, पुऱ्याउँदै थिएँ। यहाँदेखि यो भिडदेखि क्या, यो भिडदेखि त्यतिखेर सोलिङ थिएन नि त यो, अनि पुरा धुलै थियो। अनि छेउबाट आउँदैछ क्या धुलै थिएन र, अनि यो भिडबाट पुरो तल झऱ्यो क्या। यो भिडबाट तल पुरो झर्यो, म त डर लाग्यो नि सुरुमा त, झ्याप्थ्यो बुढो। सो गाइस हामी बाटोमा यस्तो हिँड्दै थियौँ होइन, टक्क दामी टनेल देखियो तल। सो तपाईँहरूलाई पनि देख्न सक्नुहुन्छ होइन, टनेल राम्रोसँग देखिएन भिडियोमा। सो दामी टनेल बनेको रहेछ। अनि त्यो टनेल चाहिँ के रोपेको रहेछ, के लगाएको रहेछ होइन। सो हेरिदिउँ न त भनेर हामी झर्दैछौँ। सो हेर्न सक्नुहुन्छ होइन, दामी टनेलले बवाल बनेको रहेछ। अनि सो यसमा चाहिँ के रोपेको रहेछ त, के लगाएको रहेछ भनेर हेर्नु झरेको छौँ। सो तल टनेल भएको ठाउँमा आइसकेँ होइन। अब कहाँ के रहेछ म तपाईँहरूलाई देखाउँछु है त। के भयो, चोर्न आयो भन्नुहुँदैछ कि के हो? हेर्न आएको, हामी हेर्न आएको टनेलमा। यता त बाटै रहन्छ त।
कताबाट हो यतै हो ए यहाँबाट ढोका रहेछ नि के थाहा त सिस्टम र सो गाई यहाँनिर हेर्नु सक्नुहुन्छ टमाटरहरू लगाउनु भएको रहेछ होइन सागहरू रहेछ अनि कोपीहरू रहेछ सागहरू छ होइन सो एकदमै दामी बनाएर हाल्नु भएको रहेछ अनि यो टनेलै दामी लागेर हेर्न आएको हामी चाहिँ होइन कान्छ टनेलै बबाल बनेको छ होइन खर्च निकै होला है खर्च त भइहाल्छ नि सो यता चाहिँ यो कोपीहरू रहेछ होइन कोपीहरू हाम्रो पाहाडमा पनि यसरी अब यसो हेर्नुभयो होला तपाईँहरूले पनि होइन सो भरे फुल भिडियो हेर्नु होला हेरेर अनि कस्तो लाग्छ के छ कमेन्टहरू गर्नु होला सो होइन बाबाले दामी टनेल बनाएको रहेछ ल हामी लाग्यौँ होइन कान्छ अब हामी यहाँदेखि हामी निक्लिसक्यौँ ल बाँस मासिन आँटो भने चाहिँ यसरी फुल्छ अरे क्या अनि यहाँदेखि सकिएर मरेर जान्छ अरे 10-15 लाखको लगानी होला क्या त्यसमा होला जस्तो गाई त्यहाँनिर देख्नुभयो होला होइन कसको बिहे हो यता पनि बिहे रहेछ है अहिले है जताततै बिहे होइन जाडोमा आरसिसी घरै बनाएको रहेछ कि होइन अनि त्यहाँ जुन हेर्नुभयो तपाईँहरूले परको त्यो होइन टनेल सो मलाई चाहिँ दामी लाग्यो तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला त्यो गर्दा किन हुने रहेछ होइन लगानी पनि राम्रै हालेर गर्नु लागेको रहेछ क्या एकदमै मेटेरियलहरू पनि एकदमै राम्रो रहेछ लगभग त्यो टनेल बन्न लागेको सामानहरू होइन लागिसक्यो अब लगभग 5-10 मिनट जस्तो होला हामी त्यहाँ दिए घरमा से खाएर फर्किन्छौँ गाइज भिडियो हेरेर टनेल कस्तो लाग्यो हाम्रो गाउँको बाटो कस्तो छ होइन कमेन्ट गर्न नभुल्नु होला है बाटो त खतरा सक्नुहुन्छ होइन डुङ उखाएर छ पछाडि बसेको मान्छे त फाल्नु जस्तो गर्छ यार अनि पाहाडमा चाहिँ क्या अगाडि चलाउने मान्छे भन्दा पनि पछाडि बस्ने मान्छे चाहिँ गरेर लथ्रो हुन्छ क्या बाइकमा चाहिँ तर विशेष छ नि त मैले पिचमा कुदाएर चाक दुख्छ चाक दुख्दैन गरेर क्या अब दिनभरि काम गर्दा जस्तो जिउ दुख्छ नि गल्छ नि सेम त्यस्तै नै गर्छ क्या पछाडि बस्दा जोक छ हामी आइसक्यौँ गाडीकै होइन अनि अब निक्लिँदैछौँ उता के हो त्यही थाहा भएन अनि हुँदै होला बाइक गएको पनि एउटा मास्त्री छ भने सिटीमा मास्त्री होला क्या होइन यसरी हेर्ने हो नि त पाहाडमा त कुन बाटो चाहिँ धेरै कुदिया छ होइन त्यो बिहे घरमा कुदिया हो भन्ने कुरा हामीले बुझ्नु पऱ्यो नि कान्छा राइडर होइन मैले चित्र गरिरहनु पर्दैन उहाँको तपाईँहरूलाई त्यस्तो हो ए हामी आइपुग्न लाग्यो है त गाइज हामी यहाँनिर आइसक्यौँ बिहे घरमा होइन बिहे घर चाहिँ माथि हो माथि हो होइन बाजाहरू बजिरहेको छ अनि यता चाहिँ हेर्नु सक्नुहुन्छ है एभोकाडो हालिरहनु भएको रहेछ होइन एभोकाडो चाहिँ हाम्रो स्वास्थ्यको लागि यो खानु राम्रो मानिँदो रहेछ होइन भित्र चाहिँ अब नेपालीमा घिउ फल भन्छ नेपालीमा घिउ फल भन्छ होइन भित्र चाहिँ घिउ जस्तै हुन्छ क्या त्यो खानुलाई कतिलाई मनपर्छ कतिलाई मन पर्दैन होइन हाम्रो स्वास्थ्यको लागि चाहिँ एकदमै राम्रो चिज हो त्यो एभोकाडो फलले फल खानु होइन अनि सो गाई चाहिँ हेर्न सक्नुहुन्छ तलतिर तोरी यस्तो मजाले फलिरहेको छ होइन तोरी दामी फलिरहेको छ अनि दाईहरू चाहिँ पछाडि हुनुहुन्छ आउनुहुन्छ पनि आइसक्नुभयो होइन आउनुहुँदैछ उता अब अर्को मामा पनि आउनुहुँदैछ जान्दा छ होला नि सानी कि जान्दैन सानी नक्कली माथि
ऊ माथि हो माथि ऊ माथि हो कति धेरै आत्तिएको हाम्रो सानी बिहे गर्न जानलाई के गर्नुभयो हतारिँदै गयो है हामी चाहिँ अब उकालो लाग्यौँ मासतिर निक्लिँदैछौँ बिहे घरतिर यसो रमझम हेर्नु पर्यो नि गार्डन हो अहिले त पुग्दैछौँ घरमै निक्लिएको छैन हामी चाहिँ बिहे घर आइसक्यो होइन बिहे घरको रमझम चलिरहेको छ त्यता टोलीहरू यस्तो बसिरहेको छ हेलो हाई गरिदेऊ राजु हाई गरिदेऊ हेलो भाइ हाई गर हेलो यता चाहिँ हाम्रो बाजा गाजा बजाउने टोली छ होइन बजाइरहेको छ टोलीले लोपन्मुख बाजा गाजाभित्र पर्छ यिनीहरू पनि आज भन्छ होइन बुढाले त गाली गर ग्याल त यार झलक रौनक चलिरहेको छ खाना खानु रेडी हुँदै खाना खाइ भ्याइसक्यो भ्याइसकेको थियो खाना भ्याइसकेको ल बेहुली मक्ख भएर हाँसेर है बेहुलाको चाहिँ ठिक छ है गमक्क छ बेहुला बिहा भएको थियो बेहुलालाई हाई गर्न लगाउँदा हेलो हाई गरिदिनु पर्यो यता भरे आउँछ है यो युट्युबमा सब्सक्राइब लाइक एन्ड सब्सक्राइब है सेयर पनि आजको बेहुला बेहुली हुनुहुन्छ उहाँहरू चाहिँ होइन सो बेहुली चाहिँ हाम्रै गाउँको बहिनी हो बेहुला पनि भाइ बेहुली पनि बहिनी अब ज्वाइँ भन्नु कि भाइ भन्नु होइन कायदा त जे भन्यो पनि हुन्छ बिहेमा होइन त सो अब हामी खाना खान्छौँ हाई भाइ होइन के हो भाइ तिम्रो नाम अनि सो अब खाना खाएर अनि त्यस पछाडि हामी लाग्छौँ होइन अर्को बिहेमा पनि जानुपर्ने छ आज फेरि सो गाइस लेट भइसक्यो होइन मामा अर्को बिहेमा चाहिँ अब लास्ट फेरि चिसो पाइ हुनु होइन हावातिर गएको रात पर्ने भयो सो ठिकै छ बिहे हो चिसो भने खाइदिन्छौँ त्यही छ ओके गाइस भिडियो हेर्नु है त मासु आयो मासु प्योर राँगाको मासु है प्योर गाउँले राँगा एकदम राम्रो मान्छेहरूलाई खाना ल्याइदिइरहनु भएको छ होइन सो गाइस भिडियो हेरेर लाइक गरिदिनु होला कमेन्ट गर्नु होला होइन सब्सक्राइब गर्नु नभुल्नु होला मामा थालु होइन त कस्तो हातले हान्यो नि त गाउँले पारामा गुटुङटुङ सो फाइनली देखाइयो होइन देखाएर अब लाग्यो घरतिर अब अर्को बिहे भ्याउन जानु छ त्यही भएर नत्र एकछिन रमाइलो हुन्छ यतातिर पनि सो
धेरै खान्छ भात खन्चा चाहिँ हाम्रो लास्ट खन्चा चाहिँ मामा हो होइन आज भने दुई बोटको चाहिँ हाल्नु क्या होइन भइसक्यो राखेँ दुई बोटको हाल्नु मामाले अनि यता हाम्रो अर्को जाना हुनुहुन्छ कान्छाले कति बोटको हालिस् एक बोटको चाहिँ हाल्ने त्यहाँ धेरै चाहिँ हालिन यार मात्र एक बोटको ल यसले पनि लुकायो दुई बोटको होला एक बोटको भनेर हाम्रो त 2-3 बोटकै हालिन्थ्यो होला मैले अलिक रोगी परिएछ कि अनि हाम्रो सन्तोष मामाले कति हान्नुभयो मैले 2 बोटको हान्नुभयो मासु 1 बोटको झोल मात्रै हजुर ल फाइनली गाइस अब हामी चाहिँ अब होइन बिहे खाएर अब फेरि ठ्याक्कसँग अर्को बिहे खानको लागि कुदिरहेको छौँ यो मास्टरको बिहे फुल भिडियो हेर्नु होला होइन फुल भिडियो हेर्नु होला अगाडि गइसक्यो मामा चाहिँ अब हामी चाहिँ टक्कसँगले होइन अब फेरि अब दोस्रो बिहे अर्को बिहे खानु गइरहेको छौँ पछाडि दाइ आउनु पछाडि पनि आउनु हुँदैछ अब फाइनली अब हामी चाहिँ अब टक्कसँगले यहाँ खाइयो मैले चाहिँ धेरै खाएन गाइस अब 1 बोटको झोल र 1 बोटको मासु चाहिँ तोडेरै हानियो अब यस्तै हो अब फेरि अर्को बिहेमा गएर हान्नु पर्छ अब कहाँ अटाउने हो होइन बाटोमै गएर चाहिँ यसो घटाएर जाने हो कि त्यो चाहिँ फेरि लास्टै हो क्या उहाँहरू दुई हान्दिन्छ त्यस्तै त नि मैले त झन् 2 बोटको हान्ने 3 बोटको हान्ने 1 बोटको त रस हान्ने 2 बोटको त मासु नि हान्दिस् नि कसले धेरै हान्ने भयो त्यो बिहेमा ल यति सकिँदैन रेकर्ड राख्ने ल हलाई म तोड्नु सक्दिनँ मैले कसले धेरै मान्छे माइला मान्छे हवस् परिस है हरिस कति चाहिँ नभन्न मैले होइन कति चाहिँ खानु सक्दैन उल्टो आउँदैछ यार अनि भोलि त अब बोका पनि खानुपर्ने छ अस्ति जितेर लिएको होइन नसकिने भयो मैले अब उडाइदिएको है क्या बाइक यार यसरी ल टोलीहरू बिहे खाएर हेर त बाइक हामी बाइकमा टोलीहरू हिँडेर आइसकेको छ नि यहाँनिर चाहिँ ओ अनि हिँडेर आइसकेको हामी ल है टप्ने छ नि त हौ सोल्टीहरू त हो नि हजुर बिहे घर कुन चाहिँ कसको बिहे महेश राईको बहिनीको भने त्यहाँ माथि यता सिधै माथि रोड माथि बाटो माथिछौँ यो डाइनोसरको हड्डी गाडेर चाहिँ बाटो बाटो यस्तो भएको छ कि गाडी त्यस्तो घुमिन्छ होइन गाई माइलोले चाहिँ पुरै एक्सरसँग कम्पिटिसन ल्याएको छ होइन पुरै यसले चाहिँ होइन एक्सरलाई चाहिँ अगाडि बढ्नै दिन्न जस्तो गरेर पुरै उडाइरहेको छ है म पनि कतिखेर उड्छु भने थाहा छैन होइन गाइस पानीमा पनि हाल्यो होइन गाइस अब म कतिखेर झर्छु भने थाहा छैन पनि बिहे छ गाई छ गाई यता पनि बिहे रहेछ होइन फाइनली आइपुग्यो भवन आइसक्यो होइन पर्खिने कि गइदिउँ त पर्खिने हो र पर्खिदिउँ न यहाँ फाइनल्ली गाई छ हामी
सर्ट गर्छौँ होइन सर्ट गरेपछि नदेखाउँ होला होइन र भिडियो पनि क्लोज गर्छौँ होला गाइज यहाँदेखि सो फुल भिडियो हेर्नु होला होइन फुल भिडियो हेरेर कमेन्ट गर्नु नभुल्नु होला है त इट्स ओके लभ यु गाइज